सबैजना राम राम नमस्कार निकै छ क्या म केपी खनाल यहाँहरूको सेवक। आज म मोहनलाल गाउँपालिकाको वार्ड नम्बर 3 को फले विश्वनामा छु। केही दिन अगाडि म यही ठाउँमा आएर हजुरहरूसँग एउटा आशा लिएर आएको थिएँ। आज त्यसलाई यहाँका जनताले निराशामा परिणत गर्नु भएन, परिवर्तनको पक्षमा उभिदिनु भयो। फले विश्वनावासी समग्र मोहनलालवासीहरूलाई धेरै धन्यवाद। यहाँका यी फाटहरू, यहाँका डाँडाकाँडा र यहाँको उर्वर भूमिले अब न्याय पाउनेछ। त्यसका लागि केवल म एक सेवकले मात्र होइन, यहाँका जनता जसरी मतदान गर्दाखेरि परिवर्तनको पक्षमा उभिनुभयो, अब सँगसँगै हामीले गर्ने नीति नियमको पक्षमा हजुर उभिदिनु होला। आज हजुरको समक्ष म धन्यवाद नदिकन काठमाडौँ जान मन लागेन। हजुरका घरमा नपुगौँला, तर हजुरका बस्तीमा पुगेको छु, हजुरका सपनामा, हजुरको आशामा पुगेको छु। मलाई आशा छ कैलाली क्षेत्र नम्बर 2 का चाहे पहाडका ती डाँडामा उभिने सुन्तलाका खेती हुन् या तराईका विभिन्न फाटमा उभिने थारू आलु किन्न हुन्, सबैले नीति निर्माण गर्ने ठाउँमा पुग्नेछन्। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। आशा गरौँ फले विश्वनावासी मात्र होइन, समग्र मोहनलाल, समग्र बर्दगोरिया, समग्र लम्कीजुवा र जानकीले परिवर्तनको पक्षमा उभिएर आवाज उठाउनेछ। यहाँहरूलाई विशेष विशेष धन्यवाद। परिवर्तनको पक्षमा उभिनुभयो, अब सँगसँगै परिवर्तन सँगसँगै विकासको पक्षमा पनि उभियौँ। जय देश, जय घन्टी।